नमस्ते। रङहरूको महान चाड होलीको अवसरमा यहाँहरू सम्पूर्णलाई मङ्गलमय शुभकामना। आज म यहाँहरूसँग आँखालाई सुरक्षित राख्दै कसरी होली खेल्ने, होलीमा प्रयोग गरिने रङहरूले आँखालाई के कस्तो असर गर्दछ र आँखामा रङ परिहाल्यो भने के गर्ने भन्ने बारे छोटो जानकारी लिएर आइरहेको छु। सुरु गरौँ है त। सर्वप्रथम होलीमा कस्तो रङ प्रयोग गर्ने भन्ने कुरा आउँछ। सम्भव भएसम्म हामीले प्राकृतिक रङहरू प्रयोग गर्ने भन्छौँ, तर आजभोलि प्राकृतिक रङहरू पाउन गाह्रै छ, त्यही भएर कृत्रिम रङ नै प्रयोग गर्नुपर्छ। यहाँहरूले प्रयोग गर्ने रङमा के हेर्नु पर्यो भन्दाखेरि कुनै कुनै रङमा चाहिँ टल्किने सिसा जस्तो पदार्थ पाइन्छ, जसलाई हामीले माइका भन्छौँ। त्यसको केमिकल कम्पोजिसन चाहिँ एल्युमिनियम सिलिकेट हुन्छ। यो चाहिँ आँखा र छालाको लागि एकदम नराम्रो मानिन्छ। त्यही भएर सकेसम्म रङको चयन गर्दा यस्तो नभएको रङ यहाँहरूले चयन गर्नु पर्यो। दोस्रो कुरो, आँखामा कस्तो असर गर्छ त यो रङले भन्ने कुरो थाहा पाउनु पर्यो। आँखामा चाहिँ यसले एलर्जी गर्नेदेखि लिएर आँखा रातो हुने, होइन, कहिलेकाहीँ आँखाको नानीमा घाउहरू बनाएर कर्नियल अल्सर भन्छौँ हामीले, त्यो पनि यसले गराउन सक्छ। त्यस्तै होलीमा आजभोलि पिचकारी अथवा लोला हान्ने पनि चलन छ। यो लोलाले अथवा पानीको प्रेसरले आँखामा डाइरेक्ट लाग्यो भने विभिन्न किसिमको मेकानिकल इन्जुरीहरू पनि गराउन सक्दछ, त्यो पनि ख्याल गर्नु पर्यो। र छालामा चाहिँ यो रङहरूले चाहिँ एलर्जीहरू गराउन सक्छ। अब सुरक्षित तरिकाले कसरी होली खेल्ने भन्ने प्रश्न आउँछ। सकेसम्म मैले अघि भने रङको छनौटमा ध्यान दिनुहोस्, सिलिका नभएको रङ प्रयोग गर्नुहोस्। दोस्रो, प्रोटेक्टिभ चस्मा यहाँहरूले प्रयोग गर्न सक्नुहुन्छ। यदि यहाँ कन्ट्याक्ट लेन्स युजर हुनुहुन्छ भने कृपया कन्ट्याक्ट लेन्स प्रयोग नगर्नु होला होली खेल्ने बेलामा, यसलाई निकाल्नु होला। त्यस्तै गरेर आँखा वरिपरि अथवा फेसमा, स्किनमा हामीले चाहिँ नरिवलको तेल अथवा पेट्रोलियम जेली अथवा त्यस्तै खालको कुनै मोइस्चराइजिङ लगायो भने रङ टाँसिने चान्सेस पनि कम हुन्छ र रङ पछि हटाउन पनि सजिलो हुन्छ। यो पनि यहाँहरूले गर्न सक्नुहुन्छ। र सकेसम्म पिचकारी र लोलाले चाहिँ डाइरेक्ट आँखामा लाग्ने गरी चाहिँ हामीले गर्नु हुँदैन। र कसैलाई तपाईँले रङ लगाउँदै हुनुहुन्छ भने उसलाई आँखामा चाहिँ डाइरेक्ट रङ नलगाउने, होइन, सकेसम्म घाँटीभन्दा तल अथवा गालामा पनि हल्का किसिमले लगाउन सकिन्छ। र कसैले यहाँलाई रङ लगाइदिँदैछ भने पनि टाउकोमा र अनुहारमा रङ लगाइदिने बेलामा चाहिँ आँखा एकदम जोडले बन्द गर्नुभयो भने पनि त्यो रङ आँखाभित्र जान पाउँदैन। यी कुराहरू ख्याल गर्न सकिन्छ। त्यस्तै अब कहिलेकाहीँ हामी होली खेलेर सकिसकेपछि पनि इम्पोर्टेन्ट हुन्छ, होइन, जस्तै नुहाउनुपर्छ। हामीले कसरी नुहाउने त केयर गरेर भन्दाखेरि यदि यहाँहरू कपाल नुहाउँदै हुनुहुन्छ भने कपाल नुहाउँदाखेरि आँखा जोडले चिम्म गरेर नुहाउने, नाइ त भने कपालको त्यो रङ चाहिँ आँखाभित्र पनि जान सक्छ। र मजासँग शरीरमा स्याम्पू, होइन, कपालमा स्याम्पू, शरीरमा साबुनहरू लगाएर त्यो रङलाई सकेसम्म पखाल्ने कोसिस गर्ने। अब सावधानी अप्नाउँदै पनि रङ आँखामा गइहाल्यो भने के गर्ने भने पहिलो मिस्टेक भनेको हामीले मिच्छौँ। त्यो मिच्नु चाहिँ कहिले पनि हुँदैन, आँखालाई नमिच्ने है। सकेसम्म सफा पानीले 10 देखि 15 मिनटसम्म आँखा सफा गर्ने। त्यही भएर हामी के भन्छौँ भन्दाखेरि होली खेल्दाखेरि नजिकै सफा पानीको एउटा स्रोत पनि यहाँहरूले हेरिराख्नु होला, ताकि केही भइहाल्यो, आँखामा परिहाल्यो भने हामी सफा गर्न सकौँ। त्यसपछि आफू खुसी आँखामा ड्रपहरू नहाल्नुहोस् र नजिकैको आँखा अस्पतालमा यहाँहरूले गएर चिकित्सकको सल्लाह लिनु चाहिँ राम्रो हुन्छ। होली भनेको रङहरूको खुसियालीको पर्व हो। यसलाई सुरक्षित र सावधानी तरिकाले मनाऊ। हजुर, हाम्रो सानो लापरवाहीले चाहिँ, होइन, आँखामा समस्या आएपछि दृष्टिसम्म घुम्न सक्छ। ल है त, ख्याल गरौँ। यहाँहरू सबैलाई फेरि पनि मेरो तर्फबाट होलीको शुभकामना। नमस्ते।